तपाईँहरूलाई सोधे हजुर एकछिन उज्यालो चाहिँ भयो है। गुड मर्निङ एभ्रिवान अनि त्यसपछि अघि नैको भ्लगमा यस्तै पाटो हो र म यहाँको घरमा एड गरेर अनि फेरि भ्लग बनाइदियो हो। अनि त्यसपछि यो चाहिँ दही हो। अहिले राखेको मैले बनाएर राति हेर्नु होला। हाय सानो सकेट छ सानो नि भेटिस त्यो सानोलाई पहिला यसो अलिक मिसमा धोइ न धोएर माछामा गइरहेको हो। अनि यो चाहिँ कस्तो सानो हुन्छ नि अनि यहाँ तल हुन्छ। गाइस हामीले यो ट्याङ्की सफा गरेर भइएको। अनि यो चाहिँ पुल भएछ यहाँबाट तलबाट जान्छ। अनि यहाँ दुईटा पाइप छ नि त्यहाँबाट हाम्रो घर पानी खाने जान्छ। अनि त्यसपछि खानेको पनि उपाय हुन्छ। खानेको पनि उपाय हुन्छ र हामीले यो पुरै सफा गरेर माछाहरूलाई पनि यहाँ राखेको। अनि यो चाहिँ माछाहरूलाई पकाउनु हुँदैन, यिनीहरू चाहिँ भगवान हो र उताको चाहिँ भगवान होइन। यहाँको चाहिँ ठुल्ठुलोहरू छन् र हेर्नु होला। भिडियो हेर्दै राख्नु होला अनि सब्स्क्राइब लाइक कमेन्ट गर्नु होला। प्लिज गरिदिनु होला।